हेलो गाइस साथीहरू हेर्नुहोस् है चेलखोला यहाँ चाहिँ गोरुबथान चेलखोला र यहाँ चाहिँ आज हामी आइरहेको छौँ केटाहरू खोला खेल्नु र कोही साथीहरू चाहिँ बल्छी खेल्यो आज खोलातिर र यहाँ म चाहिँ यहाँ अब चिकन विङ्स सेक्वा बनाउन आँटेको छु। यहाँ रेडी छ चिकन विङ्स सेक्वाको लागि यहाँ पनि छ। हेर्नुहोस् है गाइस चिकन विङ्स यस्तो प्रकारले छ। यो चाहिँ हाम्रो अर्ग्यानिक ओभन हो, यो ढुङ्गाले बनाएको भर्खरै। यसै गाइस यस्तो छ। यहाँ छ गाइस विङ्स सेक्वा चाहिँ यहाँ बनिँदैछ है गाइस, हेर्नुहोला। हेर्नुहोस् है गाइस सेक्वा हुँदैछ हाम्रो विङ्स सेक्वा रेडी हुँदैछ। हेर्नुहोस् कति मजाको कलर भयो। रेडी हुन आँट्यो गाइस सेक्वा चाहिँ। सेक्वा रेडी हुन आँट्यो गाइस। चेलखोलाको छलको हेर्नुहोस् है गाइस यस्तो छ। सेक्वा चाहिँ रेडी भयो गाइस, हाम्रो चाहिँ सेक्वा रेडी भयो। गाइस साथीहरू माथिबाट बारिस आउन थाल्यो र यहाँतिर पनि अलिअलि बारिस हुँदैछ र त्यसै कारण यहाँनिर चाहिँ हाम्रो सेक्वालाई चाहिँ नेभाराको पत्ताले ढाकिदिएको छौँ हामीले र राम्रो पनि हुन्छ, राम्रो रोस्ट हुन्छ। हेर्नुहोस् है सेक्वा कस्तो भएछ हेरिदिउँ त। पत्ता टुटेछ। वाउ सेक्वा, वाउ आम्बो कलर हेर्नुहोस् कलर, वाउ एकदम। यसमा के त्यस्तो मसलाहरू एड गरेको छैन, चिली पाउडरहरू। यसमा सिर्फ पिसेको खोर्सानी छ, जिन्जर गार्लिक छ, निम्बु छ, यो सबै छ गाइस। अन्त सल्ट मात्रै हालेको छ, नेचुरल कलर आएको छ। हेर्नुहोस् गाइस, वाउ सेक्वा दियो नि त गाइस। हेर्नुहोस् है सेक्वा, सेक्वा चाहिँ त्यस्तो छ है गाइस। हेर्नुहोस् है त्यस्तो छ है सेक्वा आजको हाम्रो चाहिँ। अझै छ सेक्वा चाहिँ रेडी भयो। यहाँ चाहिँ खोर्सानी निम्बुमा चोप चाहिँ हाल्नुपर्छ। यहाँ चाहिँ यसरी चोप चाहिँ हाल्नुपर्छ है गाइस। त्यसो खानुपर्छ।